सुपरम्यान ब्यान गिटुट ट्यान्टारान देख्छ त्यसले अनि थाहा हुन्छ अन्त उयो उयो बिल्ली बिल्ली भाइ र रिजनसँग खेल्थ्यौँ त हेर्नु त भाइ मसँग के खेल्ने भाइ यार यसको हात लिएर जान्छु त्योसँग माइक 5 टाइसन लाख जस्तो कान टोक्दियो भने माइक टाइसन जस्तो कान टोकेर कान लिएर गइदिन्छु तर 5 लाख छैन भाइ 1 लाखमा आइज भन् म खेल्छु भनिदिनु त सिधै हो ल ल ल 1 लाखमा खेल्छ अरे मेरो भाइ ल खेल्नु 1 लाखमा नु हान्छ यसले ओल्लीको बोलिङ त्यसलाई ओपन च्यालेन्ज किन त्यसलाई क्लोज प्राइभेट च्यालेन्ज दिउँ न सिक्ने भइहाल्यो खसेको लिल सर्ट भर्सेस फुटबल हानौँ न हाल्छु 5 लाख रे मुझे लिल सर्टसँग लिल सर्ट हालौँ पहिला मुझे के हो लिल सर्ट नटीले चिन्दो रहेछ बुझेला ल नटी खेल्छ अरे लिल सर्टसँग को भाइ फुच्चे भएको छ के खेल राख्ने अरे के खेल्ने भाइ खेल्नु पर्दैन भने त यो अम्लाले चिमाटी के यसरी नटीको दारी तान्छु सोचिरहेको कोललाई कान्छ लाइटले त हाम्रो अफसरलाई हाम्रो सुटर बाबु हो त ए अफसरलाई त हामीले चिमटे कुरा पक्का भएन रे अब के गर्नु त घन्टामा सिक्ने चलाइ गर्छस् तिमीहरू लु बोले कुरा पक्का हुनको लागि त कोही एकजनाले 10 लाख तिरेर दुईजनासँग खेल्छु भन्छ नि त्यो कुल्फीलाई बोला कुल्फीलाई बोला बरफ बनाइदिने छ आमालाई कुल्फी पग्लिसक्यो कुल्फीलाई बरफ बनाउने आइसक्रिम बनाइदिने गर्मी महिना आयो कुल्फी पग्लिसक्यो कुल्फी दुईजनासँग एक्लै खेल्छ रे के सोचेको बाबु एउटाले खुट्टा तन्काउला एउटाले हात तन्काएर फाल्देला नि खै यो र्याप होइन त ब्रदर हैन र्याप होइन नि यहाँ त पिटा खाइन्छ मुजी रिङ हो एउटाले मुजी खुट्टा तन्काइदिएर एउटाले हात तन्काएर अनि चिनी उचाल्दै पछाड्दै ग्वालाले हात खुट्टा समातिहाल्छ म काउकुटीलाई लाइट पाल्नु लाइट बलिरहेको गरिदिनु पर्छ कुदेला रणजितहरू पुग्छ झोला उ त्यहाँ जो चेन लगाएर टक्क राखिरहेको केही हुन्न यहाँ केटाहरूलाई च्यान्स बोर्डकै झोला त हामी लाग्छ प्राय आफ्नैहरूले फकान्छ सिक्ने बुझेन यस्तो एउटा कुरा के चित्त बुझेन भन्नु न मुजी केटाहरू के भन्दो रहेछ मुजी हामीलाई म्याच जित्ने थमेलमा डिस हाने यहाँ ब्रो जस्ट फ्याक्ट कुरा गरौँ के मुजी सबैजना हामीलाई सोमा सपोर्ट गर्न आएको हो होइन तिलगङ्गाको 20-25 जना आएको थियो सपोर्ट गर्न आयो गीत सुन्यो होइन तल तिमीहरूको रेस्पेक्टको लागि मुजी स्ट्रिटमा गएर तिमीहरूसँग म्याच जित्ने उभिएर मुजी गीत सित गाएर हिँडेको हो मुजी होइन तिमीहरूले बुझ्दैनस् भने नबुझ मुजी हामीलाई पनि तिमीहरूको गीत खासै सुन्न झर्को लाग्छ सिक्ने त्यसो भए के भन्दा यार मुजी झन् पब्लिकमा सबको अगाडि म्याच होइन